सम्पूर्णमा सदाका झैं आज पनि आजको राशिफल कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। राशिफल कार्यक्रमलाई सुनेर तथा हेरेर साथ दिनुहुन्छ भन्ने आशा गर्दै आजको राशिफल कार्यक्रम सुरु गर्नका लागि अनुमति चाहन्छु। आज मिति 2082 साल 2 महिना 22 गते तदनुसार 2025 6/5 ज्येष्ठ महिना शुक्ल पक्ष दशमी तिथि हस्त नक्षत्र सिद्धि योग तैतिल कर्ण चन्द्रमा कन्या राशिमा रहेका छन् भने सूर्य वृष राशिमा रहेका छन्। आनन्दादि योगमा राक्षस योग परेको छ। अब सुरु गरौँ आजको राशिफल। सुरुमा मेष राशि। मेष राशि हुने जातकहरूका लागि आजको दिन मुद्दा मामिला आदिमा फस्न सकिने सम्भावना रहेको छ भने धैर्य गर्नुहोला, जित तपाईँको पक्षमा हुन सक्ने देखिन्छ। मातासँगको सम्बन्धमा खटपट आउने देखिन्छ। चोटपट लाग्ने सम्भावना उच्च रहेकाले सावधान रहनु नै उचित होला। मन अशान्त एवं अस्थिर देखिनेछ। अनेक प्रकारका चिन्ताहरूले सताउनेछन्। मनोबलमा ह्रास आउनेछ भने आफैले गरेका कार्यबाट आफूलाई नै हानि हुन सक्ने देखिन्छ। भरिसके नयाँ कार्यहरूको सुरुवात नगर्नु नै उत्तम हुनेछ। वृष राशि। मिष्टान्न भोजन तथा खानपिनमा ज्यादा मन जाने देखिन्छ भने विपरीत लिङ्गीको सहयोगको कारणले काममा सफलता तथा मनमा सन्तोष प्राप्त हुने योग रहेको छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। विशेष गरी स्थलगत व्यापारबाट लाभ हुने देखिन्छ। मन एकाग्र रहनाले आँटे ताकेका कामहरू बन्नेमा निश्चित देखिन्छ भने शत्रु भए पनि देखिएको छ। मिथुन राशि। मिथुन राशि हुने जातकहरूका लागि आजको दिन श्वास प्रश्वाससँग सम्बन्धित समस्याले सताउन सक्छ। गरिरहेका कार्यहरूमा बाधा आइपर्ने सम्भावना देखिन्छ। अनेक प्रकारका चिन्ता तथा डरहरूबाट मन दिनभरि नै त्रासित रहनेछ। शारीरिक तथा मानसिक रूपमा अशक्तको महसुस हुनेछ भने पानी तथा पानीजन्य पदार्थबाट जोगिनु उत्तम हुनेछ। भरिसके नयाँ कार्यहरूको सुरुवात नगर्दा उत्तम हुनेछ। कर्कट राशि। शैक्षिक सफलताको योग परेको देखिन्छ भने नयाँ विचार तथा सिद्धान्तहरूको आविर्भाव हुने देखिन्छ। धर्मकर्म रीतिरिवाज तथा परम्पराका साथै आध्यात्मिक क्षेत्रमा मन लागिरहनेछ। धार्मिक गुरुहरू तथा धार्मिक सङ्घ सङ्गठनको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्नेछ भने भाग्योदय तथा पदोन्नतिको पनि सम्भावना देखिन्छ। व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने अड्किएर रहेका कामहरू पनि फत्ते हुने दिन देखिन्छ। सिंह राशि। राज्य पक्षबाट विशेष सहयोग प्राप्त हुने देखिन्छ भने आफन्तजनहरूसँग रमाइलो भेटघाट हुनेछ। घर परिवार तथा साथीभाइको सम्बन्ध सुमधुर बन्ने तथा आफ्ना कामहरूबाट यथोचित लाभ मिल्नाले मन प्रसन्न रहने देखिन्छ। अड्किएका तथा थाँतिरहेका कार्यहरू पुनः लक्ष्य प्राप्तितर्फ उन्मुख हुनेछन्। व्यापार व्यवसाय आदि अर्थकर रहनेछ भने आध्यात्मिक तथा सामाजिक कार्यहरूद्वारा परोपकार गर्ने सुअवसर प्राप्त हुनेछ। कन्या राशि। दाजुभाइ तथा इष्टमित्रको पर्याप्त सहयोगले बिग्रनै लागेका कामहरू पनि बन्ने देखिन्छ। मनमा एकाग्रता, बुद्धिमा तीक्ष्णता, पराक्रममा निर्भीकता र लक्ष्य साधनमा निश्चयात्मकता प्राप्त हुने समय रहेको छ। शारीरिक तथा मानसिक सुख शान्ति प्राप्त हुनेछ। कुटुम्बजनहरूसँगको सम्बन्ध प्रगतिशील र प्रगाढ बन्नेछ। शिक्षा क्षेत्रमा लाभ तथा प्रेममा सफलता प्राप्त हुने देखिन्छ भने प्रेमी प्रेमिकासँग भेटघाट तथा अन्तर्संवाद हुने योग परेको देखिन्छ। तुला राशि। समय के प्रतिकूल रहेको छ भने मन उदास रहनेछ। गरिएका कार्यहरू रोकिनेछन्। अनावश्यक खर्च हुनेछ। स्वास्थ्यमा समस्या हुनुको साथै मन विचलित रहनेछ। अनावश्यक रिस तथा ज्यादा क्रोधले गर्दा आफन्तजनहरूसँगको सम्बन्ध नराम्रो हुन सक्छ। नयाँ कार्य नगर्नु नै उत्तम हुनेछ भने नयाँ कार्य सुरु गर्नै पर्ने खण्डमा कुलदेवताको स्मरण गर्दै मान्यजनको साथमा सुरुवात गर्नु लाभदायक हुनेछ भने पानी तथा पानीजन्य पदार्थबाट टाढा रहनु नै उपयुक्त हुनेछ। वृश्चिक राशि। आय आर्जनको क्षेत्रमा वृद्धि देखिन्छ भने शारीरिक रूपले ज्यादा तन्दुरुस्त महसुस हुनेछ। विभिन्न सकारात्मक कार्यहरूको लागि धन तथा बौद्धिक श्रम खर्च हुनेछ। मनमा भने चञ्चलता रहने देखिन्छ। धनु राशि। धर्मकर्म तथा पूजापाठ सम्बन्धी मन ज्यादा आकर्षित हुनेछ भने आध्यात्मिक उन्नतिको दिन परेको छ। मिठो बोलीले आफन्तजनहरू मन्त्रमुग्ध हुनेछन्। विपरीत लिङ्गीको राम्रो सहयोग प्राप्त हुने देखिन्छ भने मनमा चञ्चलता तथा भित्री डर रहने देखिन्छ। कार्य गर्दा ध्यानपूर्वक गर्नुपर्ने समय रहेको छ भने अर्थोपार्जनको लागि राम्रो समय रहेको देखिन्छ। मकर राशि। साहित्य अध्ययनमा मन जानेछ। कार्य सम्पादन क्रममा भाइबन्धुको साथ र सहयोग लिनु उपयुक्त हुनेछ।
मन एकाग्र रहनाले आँटेका कार्यहरू सम्पन्न हुने देखिन्छ भने आफ्नै पराक्रम तथा बाहुबलले प्रशस्त धन प्राप्त गर्न सकिनेछ। बोली चालीमा विशेष ध्यान पुर्याउनुहोला। आध्यात्मिक उन्नतिको दिन परेको छ। यात्राको पनि सम्भावना देखिन्छ। कुम्भ राशि, मिष्टान्न भोजन प्राप्त रहनाले मन दङ्ग रहनेछ। भौतिक सुख सुविधाहरू प्रशस्त रूपमा प्राप्त हुनेछन्। स्वास्थ्यको ख्याल गर्नुहोला। धन सम्पत्तिमा वृद्धि हुने देखिन्छ। विपरीत लिङ्गी साथीहरूको सकारात्मक सोच विचार र सहयोगका कारणले कार्य सम्पादनमा सहजता महसुस हुनेछ। घर घडेरी गाडी फर्निचर आदि सामानहरूको कारोबारबाट प्रशस्त फाइदा हुने देखिन्छ। मीन राशि, प्रेम सम्बन्धमा सुधार आउने देखिन्छ भने बौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ। शैक्षिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ग रहनेछ। सन्तान तथा प्रेमी प्रेमिकाको साथ प्राप्त हुनेछ भने रत्नसँग सम्बन्धित कार्यहरूबाट विशेष लाभ देखिएको छ। राज्य पक्षले हजुरको बौद्धिकता प्रति सम्मान प्रकट गर्ने योग परेको छ भने सन्तोषजनक उपलब्धि प्राप्त हुने भएकाले मनको सन्ताप हटेर मनमा सन्तोष रहने देखिन्छ। हस्त नमो नारायण। आजको लागि आजको राशिफल कार्यक्रम यति नै। पुनः फेरि भोलि राशिफल कार्यक्रम लिएर उपस्थित हुनेछु। त्यति जेलको लागि राशिफल कार्यक्रम हेरेर सुनेर साथ दिनुहुन्छ भन्ने आशा गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छु। नमो नारायण।